वेलकम ब्याक टु माई भ्लग मिनासान। म चाहिँ तपाईँहरूको केटा जुनकिरी। आज चाहिँ क्लास टेस्ट थियो होइन, क्लास टेस्ट खासै पढेको थिइनँ, त्यही नै राम्रै गयो। लगभग 90 एबभ त फिक्स हान्छु जस्तो लागिरहेछ होइन। रिजल्ट आएपछि भन्छु त्यो चाहिँ। अहिले केटाहरू यसो सुपर मार्केटतिर घुम्न जाऊँ भन्दै थियो, अनि त्यही भएर निस्किदिएको। म चाहिँ तरकारी काटिसकेको थिएँ, पकाउनु लागिसकेको थिएँ। साथीहरूले भन्यो घुम्न जाऊँ न एकछिन, उसो हावापानी खानुपर्छ यहाँको। त्यही भएर अहिले हामी जाँदैछौँ सुपर मार्केटतिर। त्यहाँको महँगाई देखाउनेछु है त सबैलाई। जान त सुपा जाने भनेर निस्किएको। यहाँनिर मिसेमा चाहिँ आइरहेछौँ हामी अहिले। प्राइसहरू हेर्न सक्नुहुन्छ। 130 रुपिज। के हो, नुडल्स जस्तै हो। यो नि नुडल्स हो। यो नि 130 रुपिज नुडल्स। 280 रुपिज चिप्सहरू। 280 रुपिज के हो कुन्नी। बनाना 170, 270 के हो यस्तै छ है महँगाई जापानको। फाइनली हामी सुपर मार्केटको अगाडि छौँ। यो सेकेन्ड टाइम हो मेरो यो सुपर मार्केट भिजिट गरे। यो सुपर मार्केटमा जहिले सामानहरू महँगै हुन्छ। मलाई थाहा छैन केटाहरूले के सोचेर यहाँ ल्यायो होइन, तर ठिकै छ। हेरौँ, सामानहरू हेर्न त बगाल मजा आउँछ होइन। हुन त यसो किन्न चाहिँ अलिक गाह्रै छ हौ, गाह्रो छ। बुकी फर माई गर्ल 1960 रुपियाँ भइसक्यो। त्यसलाई एस्कारेता भन्छ है, एस्केलेटर। लिक्विड सरफ थियो 1960 छ क्या। कति ग्राम थियो केजी? समथिङ 4.8 केजी हो क्या। 4.8 यत्रो चाहिँ म बाई गर्ने हो पछि। बगार यार, यो लगाएपछि त नि घर होम थिएटर कति 213। ओ माई गड, यति धनियाँलाई 213 बेबी। माई गुडनेस। अब त के हेराउनु, यतिले त पुग्छ होला हौ। जापानको महँगाई अरू के देखाइराख्नु, आफ्नो गरिबी। 250 ठिकै हो, यो चाहिँ ठिकै भन्छु म। 250 का मलाई ठिकै लाग्यो। अस्ति पनि लगाएको थिएँ यो मुलाहरू। यहाँ चाहिँ थरी थरीका माछा मासुहरू होइन। अक्टोपस प्रनहरू नि रहेछ। वाइन 745 यत्रो बा, यहाँ दामी हो नि यार। माथिहरू 1400मा वाइन चाहिँ लास्टै सस्तो छ यहाँ। फेरि जडिया बनोस् चाहन्छ क्या नेपालीहरू। वेलकम टु द वाइनको दुनियाँ। वाइन बवाल सस्तो छ यार यहाँ। 1098 यो वाइन के भन्नु। खानेलाई त यो त यहाँ त मोज छ नि। यहाँ ओभर सस्तोमा पाइन्छ यो वाइनहरू त। रेड वाइन कति रहेछ? 515मा। वाउ, लास्ट सस्तो यार वाइनहरू। मसँग ठुलो स्क्याम भएको छ यार। अस्ति त 250 ml को 250 ml को 190मा किनेको थिएँ। यसको प्राइस चाहिँ 184। यत्रोको 185। यत्रो ठुलो 1 लिटर भन्दा धेरै छ यसमा। हिजो अस्ति पार्क जाँदाखेरि चाहिँ यही सेम ओरिजिनल टेस्टवालै किनेको थिएँ 190मा। त्यही नि 250 ml। भयो स्क्याम। वी आर रिटर्निङ नाउ। ओके, अब यहाँ के हुन्छ, डिटर्जेन्ट पाउडर किन्ने होला साथीहरूले, अनि त्यसपछि जान्छौँ हामी। यता झुकेर आइहालेँ। अब यहाँ चाहिँ अब मेरो गर्लफ्रेन्डलाई ल्याएपछि मात्रै अब यता यो वार्डमा आउने काम त अब डाइपर्स कोन्डोम चाहिँ खोज्नु पर्ला जस्तो छ। सेफ्टी नै भेटिन्छ जस्तो छ, हेलमेट। खोइ त हौ साथीहरू, भेट्दिनँ त कन्डोम त यहाँ कहीँ नि। त्यहाँ हाम्रो नेपालको सुपर मार्केटहरूमा त जहाँ पाइ त्यहीँ हुन्छ यार कन्डोमै कन्डोम।
थाहा छ नि त नेपालीहरूको बानी, जापानमा त त्यस्तो हुँदैन। त्यही भएर छैन होला सायद। यहाँ त अर्कै सामानहरू छ के अर्कोतिर जान्छु। भेटिएन हौ, जति खोजे नि भेटिएन, थाकेँ म। यसो भेटेको भए राम्रो हुन्थ्यो। साथीहरूलाई काम लाग्छ नि त, मेरो रुममेटको त गर्लफ्रेन्ड यहीँ छ नि त, फेरि जापानमै। यसो हेराउनु हुन्थ्यो यहाँ छ सामान भनेर। ठिकै छ, म त यहाँ अलरेडी आइसकेको छु होइन। सान मतलब मिना सान, यहाँको लुगाहरू दामी लाग्छ। लुगाहरू हेर्ने यस्तो देखिपछि कसलाई किन्न मन लाग्छ भन, कमेन्ट गर है केटा हो। यस्तो देखिपछि कसलाई किन्न मन लाग्छ भनेर मन नलाग्नेले नि कमेन्ट गर, कसलाई मन लाग्दैन। म हेरौँ कतिजनालाई मन लाग्दो रहेछ, कतिजनालाई मन लाग्दैन। ल है मिन्नासान, 5000 को ज्याकेट। 5000 यार, 5000 ठिक छ होइन। टोपी साथीले टोपी मन परेछ, दामी देखेको छ। फिलिङ लाइक हेरेरै चित्त बुझाउँछु, छुने औकात छैन। खाने का नाइ 1936 गौसी के हुन्छ उसी हो खाबुरी मास के मन पर्यो रोशनसानलाई। यसलाई 1078 रुपियाँ चाहिँ यसलाई फेरि 600 थियो। यस्तो लाएर कम हुँदैन। हिरो देखेको छ कसम तिमीलाई। Okay, shopping is finished. Now we are returning home. Thanks for watching everybody. Love you. Please do subscribe, comment, share. जे गर्न सकिन्छ सबै गरौँ है त। Bye bye.